हत्या गरियो उहाँहरूको क्या। कुनै देशको नागरिक रण मैदान बनायो त्यो दिन त्यतिखेरको तत्कालीन सरकारले। तर म्याक्सिमम नेताहरू मध्य प्रदेशमा आउँछन् चुनाव लड्न मात्रै क्या। बहिष्कार गर्नु होला ती नेताहरूलाई जसले आफूले भनेको कुरा बिर्से, बहिष्कार गर्नु होला ती नेताहरूलाई जसले आफूले उठाएको एजेन्डाहरू बिर्से। के छ विजय दाइ, आरामै हुनुहुन्छ? म त आरामै छु यार, तिम्रो सुनाऊ के चाल खबर? म पनि तपाईँ जस्तै त बिन्दास एकदम। धेरै समयपछि भेटघाट भयो होइन तिम्रो र मेरो? दाइ यार, लामो समयपछि भेटघाट भयो। अब यसरी दाजुभाइ भेटघाट भएर बसेर बोल्न पाउँदा चाहिँ अलिक खुसी लागिरहेछ। म त तपाईँको लगभग कलेज पढ्दादेखि नै तपाईँको फ्यान थिएँ नि दाइ यार। यो फ्यान भन्ने शब्द चाहिँ अब त भाइहरूले माया गर्नु त्यो स्वाभाविक हो, तर म सेलिब्रिटी चाहिँ होइन। त्यही पनि ठिकै छ। अब सेलिब्रिटी त होइन, तर जो समाजलाई एउटा योगदान पुर्याउने व्यक्तित्व त हो नि तपाईँ। अब जस्तै तपाईँबाट हामीले केही कुरा पोजिटिभ कुराहरू लिन सक्यौँ अनि त्यसैले नै फ्यान भयौँ होइन। खासमा यो इन्सिडेन्ट चाहिँ फेरि बडो गजबको छ क्या दाइ। एक दिन होइन, हामी कलेज पढिरहेको थियौँ, 12मा पढ्दै थियौँ म त्यतिखेर। अनि साथीले एक दिन फलाना ठाउँमा एउटा प्रोग्राम छ अरे जानुपर्छ भन्यो। त्यहाँनिर प्रोग्राममा तपाईँको जो स्पिच सुने, त्यो स्पिचले मलाई यति धेरै प्रभावित पार्यो कि म घर गएर तपाईँलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट नपठाइकन बस्नै सकिनँ क्या दाइ यार। म यसमा हाँसौ कि हेर्नु। अब म ठिकै छ। यस्तो फ्यान भन्ने कुरा भएन, त्यो माया हो, म प्रतिको माया। मलाई लाग्छ अहिलेसम्म त्यो माया यथावत छ होला भन्ने मलाई विश्वास छ। माया नै हो दाइ। अब समाजमा राम्रो काम गर्ने व्यक्तिहरूबाट त जो कोही पनि प्रभावित हुन्छ। हामी पनि जो एउटा मास अफ युथ पनि तपाईँबाट प्रभावित भएको छ जस्तो लाग्छ हाम्रो महोत्तरी क्षेत्रतिर चाहिँ। त्यो सुनेर चाहिँ खुसी लाग्छ। अब हो कि होइन त्यो त समय अनुसार थाहा हुन्छ। अब तपाईँले गर्नुभएको योगदानहरूले एक दिन तपाईँलाई देखाइदिनेछ कि तपाईँले समाजको लागि गर्नुभएको योगदान एक दिन बाहिर प्रष्ट देखिनेछ सायद ढिलो चाँडो। अब त्यो यस्तो छ, अब सामाजिक प्राणी भइसकेपछि समाजमा समाजका समसामयिक विषयहरूलाई त हेर्नै पर्छ, गर्नै पर्छ, वकालत गर्नै पर्छ। त्यही नै गर्ने हो मान्छेले, र मैले पनि त्यही नै गरे जस्तो लाग्छ। अब यसमा कति साथीहरूले, भाइहरूले, भाइ बहिनीहरूले, साथी भाइहरूले माया गर्नुहुन्छ, त्यसको लागि उहाँहरू सबैलाई धन्यवाद। अनि समाजमा बसेर तपाईँले समाजको लागि योगदान पुर्याउँदै गर्दाखेरि यो सोसल लाइफ र पर्सनल लाइफ म्यानेज गर्न चाहिँ कतिको सहज अथवा गाह्रो कस्तो हुँदो रहेछ त? त्यो यस्तो कुरा हो, सहज कुन हिसाबले सहज र कुन हिसाबले गाह्रो भन्ने कुरा हुन्छ। मेन कुरा मन हो, इच्छा हो। तिमीमा इच्छा छ, इच्छा शक्ति छ भने तिमी कुनै पनि समयमा त्यो काम गर्न सक्छौ। समय भन्ने कुरा इम्पोर्टेन्ट कुरा के हो? जस्तो म व्यवसाय, म सामाजिक दुइटै छु भने मेरो लागि कुन समय व्यवसायिक रूपले इम्पोर्टेन्ट हो र कुन समय सामाजिक रूपले इम्पोर्टेन्ट हो। म यहाँ काम गरिरहेको छु, झट्ट त्यहाँनिर केही भइहाल्यो भने त्यतिखेरको समयमा त्यो काम आवश्यक थियो कि त्यो सामाजिक कार्य आवश्यक थियो भन्ने कुरा हुन्छ। अर्को कुरा भनेको चाहिँ हामीले दुईटालाई मिलाएर लान सक्नुपर्छ। अब व्यवसाय मात्रै हेर्ने हो भने समाज कसले हेर्छ? समाज त हाम्रो पूर्ण रूपले स्वस्थ छैन नि त। समाज त अस्वस्थ छ, वैचारिक रूपले अस्वस्थ छ, सबै कुराले अस्वस्थ छ। त्यो अस्वस्थ समाजमा चाहिँ बेला बेला हामी जस्तो मान्छेले चाहिँ त्यसमा गरेनौँ भने चाहिँ भोलिको दिनमा गाह्रो पर्छ। त्यो कुन चाहिँ मोमेन्ट थियो जसले तपाईँलाई चाहिँ सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ, मैले सामाजिक उत्तरदायित्व पनि मेरो काँधमा लिएर हिँड्नुपर्छ भन्ने त्यो कुन मोमेन्ट थियो तपाईँको लाइफमा जसले तपाईँलाई सामाजिक कार्यतिर अग्रसर गरायो? मलाई खासमा यही मोमेन्ट हो भनेर चाहिँ म भन्न सक्दिनँ। होइन, त्यही पनि थियो होला नि कुनै एउटा इन्सिडेन्ट। यही मोमेन्टले चाहिँ मलाई चाहिँ समाजप्रति आकर्षित गर्यो भनेर चाहिँ भन्दा पनि कस्तो छ भने, अब कुरा गर्यो भने लामै हुन्छ होइन। म सानैदेखि आफूलाई सामाजिक रूपमा उभ्याउन चाहने मान्छे हो भन्ने गर्छ। वकालत समसामयिक विषयहरूमा कुरा उठाउने मान्छे हो सानैदेखि। मेरो बाल्यकाल पनि त्यस्तै परिवेशमा हुर्क्या हो, म त्यस्तै परिवेशमा आएको हुँ। र म मामा घर पढ्थेँ र मेरो हजुरबाले अहिले पनि मलाई भन्नुहुन्छ, मेरो बाबा आमाको बुवा हुनुहुन्छ, अहिले पनि मलाई उहाँले राम्रो राम्रो उपदेश दिनुभएको छ कि कुनै त्यो बाल्य अवस्थामा जसले जस्तो उपदेश पाउँछ नि त्यो मान्छेले चाहिँ अब राम्रो। उहाँले चाहिँ मलाई के भन्नुहुन्थ्यो नि, नाति इमान भन्ने कुरा कहिले नगुमाउनु।
जतिसुकै जेसुकै भयो भने इमान डगमगायो भने त्यो मान्छे काम लाग्दैन भन्नुहुन्थ्यो। उहाँले धेरै नैतिकताका ज्ञानहरू दिनु, त्यो नैतिकताका ज्ञानले नै गर्दाखेरि म समाजप्रति ऊ भएको। म चाहिँ मेरो चाहिँ त्यो समाजप्रति लगाव हुनुपर्छ, यो समाजप्रति नैतिकवान हुनुपर्छ र समाजप्रति हामी हाम्रो उत्तरदायित्व हुनुपर्छ भन्ने कुरामा चाहिँ म एउटा के मेरो हजुरबाले मलाई अलिकता त्यो अनुसारको सानैमा ज्ञान दिनुभएको कारणले त्यो अलिक प्रभाव पर्यो हो जस्तो लाग्छ मलाई। र म कक्षा 7-8 मा हुँदा पनि म सामाजिक विषयहरूमा उजागर गर्थेँ। सुदन गुरुङलाई चाहिँ के हालतले, देशको हालतले लिडर, अहिले जेनजी लिडर भनेर चिनिन्छ, सुदन गुरुङलाई चाहिँ देशको हालतले लिडर बनायो या त ऊ चाहिँ पहिलादेखि नै लिडर थिए होला भन्ने? सुदन दाई पहिलेदेखिको सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको हो। सुदन दाईले चाहिँ पहिलादेखि सामाजिक कार्यहरू गर्दै आउनु भएको। उहाँ पहिलेदेखि लिडर हुनुहुन्थ्यो, तर यो जुन मोमेन्ट भयो उहाँको कदाचित इच्छा पनि होइन यो मोमेन्टमा लिडरसिप गर्ने। उहाँलाई यो जेनजी मोमेन्टमा हालत र परिवेश र बाध्यताले एउटा लिडरको भूमिका। अस्ति तपाईँ र सुदन गुरुङको भेट बर्दिवासमा भएको जस्तो लागेको थियो। खासमा कसरी भयो त्यो भेट चाहिँ? यस्तो छ क्या, के छ भने यो जेनजी मुभमेन्ट पछि मैले दाइसँग 2-3 चोटि भेटी भइसक्यो मेरो। म अस्ति पनि काठमाडौँ गएको थिएँ। काठमाडौँ पनि धेरै साथीहरूसँग भेटघाट भयो। मेरो चाहिँ अब नयाँ शक्तिहरू चाहिँ एक हुनुपर्छ भन्ने कारणले नै म काठमाडौँ गएको थिएँ। त्यही अनुसारले साथीहरूसँग, दाइहरूसँग, प्राय नयाँ ध्रुवीकरणका मान्छेहरूसँग पनि भेटघाट भयो। त्यही अनुसारले संवाद पनि भयो। त्यही बेला सुदन दाइलाई पनि भेटिएको थियो। अस्ति चाहिँ अब उहाँहरू जनकपुर आउनु भएको थियो। अब कमला नदीमा चाहिँ 14-15 वर्ष भइसक्यो एउटा पुल बनाउन ठेक्का दिएको। त्यो पुल अहिलेसम्म बनिसकेको छैन। त्यही पुलको लागि मन्त्रीज्यू दुवै बब्लु गुप्ताजी र हाम्रो कुलमान सरजी आउनुभएको थियो। उहाँहरूसँगै सुदन दाई, हाम्रो पुरुषोत्तमजी अनि सबै साथीहरू, शिवजीहरू, हाम्रो जेनजी लिडर्सहरू पनि आउनुभएको थियो। जस तपाईहरुको भेट भयो, जस सकारात्मक भेट नै भयो। त्यही क्रममा चाहिँ जस्तो पुरुषोत्तमजीहरू चाहिँ निस्किसक्नु भएको रहेछ, अनि शिवजी पुरुषोत्तमजीहरू चाहिँ निस्किसक्नु भएको रहेछ, मन्त्रीज्यूहरू पनि निस्किसक्नु भएको रहेछ। अनि त्यही क्रममा चाहिँ खासमा त्यो बेलामा चाहिँ बारामा पनि घटना घटेको थियो नि त, अघिल्लो दिन, त्यसको अघिल्लो दिन, र भोलिपल्ट चाहिँ वार्ताको समय थियो। आजभोलि सोसियल मिडियामा के भन्न थालिएको छ भने बारामा चाहिँ झोलेहरू रहेनछन् है, त्यहाँ चाहिँ प्रो जेनजी अथवा प्रो नेपाली भनौँ न। नै, यसलाई त्यसरी पनि नभनौँ, यसलाई के भनौँ भने सचेत युवाहरू छन्, सचेत जेनजीहरू चारैतिर छन् है। तपाईँ कुनै ठाउँमा 10 जना होला, कुनै ठाउँमा 1000 जना होला, त्यो मात्रै कुरा हो। सचेत युवाहरू उनीहरूलाई थाहा छ कहाँनिर चाहिँ अलिकता न्युट्रल हुनुपर्छ, कहाँनिर चाहिँ अलिक संवेदना अपनाउनुपर्छ, कहाँनिर संवेदनशील हुनुपर्छ, कहाँनिर चाहिँ अलिकता उग्र महादेवको हुन्छ नि, महादेव भोला पनि हुन्, ताण्डव पनि गर्नुहुन्छ, ध्यान पनि गर्नुहुन्छ, सबै हो। अहिलेका जेनजीहरू महादेव हुन्। विभिन्न ठाउँमा जेनजी मोमेन्ट हुँदै गर्दाखेरि हाम्रो बर्दिवासमा पनि जेनजी प्रोटेस्ट भयो भदौ 23 र 24 गते। भदौ 23 गतेको मोमेन्ट त शान्तिपूर्ण नै थियो, तर भदौ 24 गते चाहिँ आन्दोलन अलिकति उग्र भयो। यसको बारेमा चाहिँ यो मोमेन्टको सुरुवात चाहिँ कसरी भयो बर्दिवासमा? जेनजी मोमेन्टको सुरुवात चाहिँ बर्दिवासमा कसरी भयो दाइ? बर्दिवासमा चाहिँ जेनजी मोमेन्टको सुरुवात कसरी भयो भन्दाखेरि यो चाहिँ कस्तो भने मनमा चाहिँ सबैको रहेको, तर बाहिर चाहिँ ननिस्किएको कुराहरू थियो क्या। यो हुन त नेपालभरि विभिन्न ठाउँहरूमा, उपत्यका लगायतका नेपालका विभिन्न ठाउँहरूमा भए शान्तिपूर्ण आन्दोलन। उपत्यकामा चाहिँ उपत्यका लगायतका केही स्थानहरूमा राज्य पक्षले चाहिँ एकदमै भयङ्करै दमन भयो, राज्य पक्षद्वारा चाहिँ एकदमै दमन भयो। त्यो कारणले गर्दाखेरि चाहिँ यो बर्दिवासको हकमा भन्ने हो भने चाहिँ बर्दिवासमा चाहिँ 23 गते एकदम शान्तिपूर्ण आन्दोलन भयो। त्यसको चाहिँ कस्तो भने भ्रष्टाचारबाट महोत्तरी पनि अछुतो छैन। त्यो कारणले गर्दाखेरि ल यहाँ पनि अब सबै साथीहरूले गर्नुपर्छ, शान्तिपूर्वक र्याली गर्नुपर्छ। एउटा त्यो हाम्रो उपत्यकामा भइरहेको त्यो आन्दोलनलाई चाहिँ, यो जेनजी प्रोटेस्टलाई चाहिँ हाम्रो बर्दिवासको तर्फबाट पनि समर्थन छ है भन्ने किसिमले चाहिँ बर्दिवासमा जेनजी प्रोटेस्ट 23 गते भएको हो। बर्दिवासमा पनि जेनजी प्रोटेस्ट जरुरी थियो र सत्तालाई घुँडा टेकाउन त काठमाडौँ उपत्यकाकै जेनजी प्रोटेस्ट काफी थिएन र? प्रोटेस्ट सत्तालाई घुँडा टेकाउनै थिएन।
ध्यानाकर्षण गराउन थियो। तर घुँडा त टेक्यो नि। ठिक हो, टेक्नु पर्यो। अब यसमा यस्तो छ क्या, यो सत्ताल घोडा टेक्नलाई हाम्रा साथीहरू भाइ बहिनीहरूको ज्यान गयो, हत्या गरियो उहाँहरूको क्या, निर्मम हत्या। त्यो आज पनि त्यो मोमेन्टहरूको कहिलेका भिडियोहरू देखिरहेको हुन्छ होइन सोसियल मिडियामा। त्यो भिडियो हेर्दा पनि आँगै जिरिङ जिरिङ हुने क्या दाइ यार। कसरी आफ्नै देशको जनतालाई पनि कसरी मार्न सक्या होला जस्तो पनि लाग्छ होइन। यस्तो छ क्या, दम्ब र घमण्डले आँखा बन्द गरिदिन्छ। सत्तामा बस्नेहरू यसरी आँखा चिम्लिए त्यो दिन। त्यो भनेको जति त्यहाँनिर बुलेटहरू फायर भएका छन् नि, जति बुलेटहरू त्यहाँनिर फायरिङ भएका छन् नि, त्यति बुलेटहरू त भारत र पाकिस्तानको युद्धमा पनि फायरिङ हुँदैन क्या। भनेपछि आफ्नै देशको नागरिक रण मैदान बनायो त्यो दिन। त्यतिखेरको तत्कालीन त्यस टाइमको सत्ता पक्षले, तत्कालीन सरकारले 23 गते जुन हाम्रा साथीहरूलाई निर्ममताका साथ हत्या गरियो नि, मलाई लाग्दैन कुनै पनि नेपाली घरमा शान्तले बस्यो होला नि त। चाहे ती पार्टीका हुन्, चाहे ती निर्दलीय हुन्, चाहे ती दलीय हुन्, चाहे ती नेपाल भन्दा बाहिर अहिले बसोबास गरिरहनु भएको कोही पनि त्यो दिन शान्तले बस्नु भएन होला क्या। सबले सराप्नु भयो हो क्या, सबले चाहिँ उहाँहरूलाई धिक्कार्नु भयो क्या। कतिले त 23 गते जो हुनुहुन्छ नि पछिल्लो समयमा जसले यो पार्टीको अहिले भन्दै हुनुहुन्छ नि यान त्यान भनेर, उहाँहरू कतिले राजीनामा दिनु भएको हो क्या, कतिले रिजाइन दिएर बस्नु भएको हो क्या त्यो दिन। त्यो सरकारले जुन किसिमको निर्ममताका साथ बाल बालिकालाई, उनीहरूले त अपराध गरे भने पनि उनीहरूलाई त्यो सजाय दिने अधिकार कानुनसँग छैन क्या। उनीहरूलाई गर्ने हो, सम्झाउने बुझाउने र के भन्छ त्यसलाई रेप सेन्टरहरूमा राखेर उनीहरूलाई सुधारेर पठाउने हो क्या। तर राज्यले समाएन, राज्यले गोली चलायो। राज्यले तत्कालीन गभर्मेन्टले त्यतिखेर यसरी दमन गर्यो कि उनीहरूसँग के थियो, हतियार थिएन। ब्याग बोकेर आइरहेछ, ब्याग बोकेर हिँडिरहेछ, किताबको ब्याग छ, टाउकोमा गोली लागेको छ। अनि त्यो हेरेर हो सार्वजनिक सम्पत्ति जलाउनु गलत कुरा हो, तर त्यो हेरेपछि कुन चाहिँ नेपालीको मनमा आगो बल्दैन? त्यो आगो बलेको कारण 24 गतेको घटनाहरू भएको हो। भनिन्छ नि राजनीति चाहिँ फोहोरी खेल हो भनेर। तपाईको विचारमा राजनीति चाहिँ फोहोरी खेल हो या त्यो खेल खेल्ने खेलाडी हाम्रा नेताहरू चाहिँ फोहोरी हुन्? यो भाष्य चाहिँ कस्तो भयो, यो नेताहरूले बनाइदिए भाष्य हो। फेरि नेताहरूले नै यो भाष्य बनाइदिए हो कि राजनीति फोहोर। यसबाट के हुन्छ भने राजनीतिक फोहोरी खेल भनिसकेपछि युवाहरू चाहिँ राजनीतिमा आउन चाहँदैनन् क्या। जब युवाहरू राजनीतिमा आउँदैन, सक्षम बौद्धिक युवाहरू राजनीतिमा छिरेनन् भने ती चाहिँ असक्षम मान्छेहरूले त देशलाई चलाइरहन्छ नि। देशको सबैभन्दा राम्रो बागडोर बनाउने भनेकै राजनीति हो। राजनीति हुन्छ देश सफल हुन्छ, सफल राजनीति भयो भने देश पनि सफल हुन्छ। नेतृत्व सफल हुनलाई राजनीति पनि राम्रो हुनुपर्छ। फेरि यस्तो भन्दै गर्दा अहिले त सरकार जेनजीकै छ नि त, अहिले त हाम्रै सरकार छ, तर पनि देशको सिस्टम चाहिँ त्यही छ जस्तो लाग्छ क्या। देशको सिस्टम चेन्ज भएन, बस पोलिटिक्स र पोलिटिसियन मात्र चेन्ज भयो क्या दाइ। यस्तो छ क्या, कर्मचारी तन्त्र अहिले पनि हाबी छ, भ्रष्टाचार अहिले पनि छ। भ्रष्टाचार नेताले मात्र गर्ने होइन, कर्मचारीले गर्ने हो। यदि हाम्रो आन्दोलनले चाहिँ एउटा सफल रूप लिएको भएदेखि त अहिले पनि हामीले यस्ता कुराहरूमा धेरै सुधार देख्न पाउँथ्यौँ होला। तर कर्मचारी त त्यही छन्, काम गर्ने त हामीले सरकारी कर्मचारीबाट हो, पोलिटिसियनबाट त होइन। त यसलाई हामीले जेनजी आन्दोलनको उपलब्धि चाहिँ कसरी मान्न सक्छौँ क्या? जेनजी आन्दोलनको उपलब्धि भयो, नेतामा दम्ब यति धेरै थियो नि कि म भन्दा अरू चाहिँ मान्छे होइनन् क्या। म राजा हो यहाँको, यिनीहरू सबै मेरा, म शासक हो यहाँको, यिनीहरू सबै मेरा, मैले दमन गरेर राखेको नागरिक हुन् भन्ने नेतामा दम्ब घमण्ड थियो। त्यसो भए नेपालमा प्रजातन्त्र थिएन एक किसिमको? नै, त्यसो भए नेपालमा प्रजातन्त्र थिएन त? नेपालमा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र छ नि।
यो नेताको लागि आयो के, जनताको लागि थिएन, आम नागरिकको लागि थिएन। तिमी एउटा कुरा अहिले पनि कुनै नेता कुनै सरकारी कार्यालयमा जाँदाखेरि, कुनै काम लिएर जाँदाखेरि उसको 2 मिनेटमा काम हुन्छ अहिले पनि। जबकि ऊ पूर्व सांसद होला, पूर्व सांसद पनि अहिले त प्रतिनिधि सभा विघटन भयो, पूर्व सांसद पनि अहिले पनि गएर एउटा फाइल लिएर उसलाई काम गर्नु पर्ने 2 मिनेटमा हुन्छ क्या। तर एउटा आम नागरिकको काम यदि उसँग कोही चिन्जान छैन भने उसलाई 2 वर्ष झुलाइन्छ क्या। यो नेपाल हो। यो सब सुधार चाहिँ कसरी हुन्छ दाइ? अब हामीले त सरकार त हाम्रो बनायौं, तर यो सब त अहिले पनि हाबी छ नि त। एक कुरामा सुधार चाहिँ कसरी ल्याउन सकिन्छ? के हुन्छ भने 2-3 कुरा छ यसमा। के छ भने हाम्रो एक त जेनजी आन्दोलन जुन मुभमेन्ट भयो नि, सत्ता पल्टाउने वा गभर्मेन्टलाई ढाल्ने, यसरी यो उग्र रूपले लिन्छ भनेर र सरकारले हामीलाई यो विधि गोली चलाउँछ भनेर हामीले परिकल्पना पनि गरे हैन। हामीले शान्तिपूर्ण आन्दोलन, हाम्रो माग नो करप्सन थियो, भ्रष्टाचार अन्त्य हुनुपर्छ, भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ र केही मुद्दाहरू चाहिँ 2046 साल पछिका नेता कर्मचारीहरूका विशिष्ट व्यक्तिहरूका चाहिँ सम्पत्ति छानबिन हुनुपर्छ जस्ता मागहरू राखेका थियौं। र फेसबुक चाहिँ जुन सामाजिक सञ्जाल ब्यान गरिएको थियो त्यो चाहिँ तत्काल खोल्नुपर्छ भन्ने मागहरू राखेर हामीले शान्तिपूर्ण आन्दोलन गर्ने भने त्यही अनुसारले हामी हिँड्यौं। तर राज्यले यसरी दमन गर्यो कि लाग्यो कि हामी हतियार बोकेर नेतालाई गोली हान्न गइरहेछौँ जस्तो राज्यले भन्यो के। तर हामी त के थियो भने हामी त आफ्नो बुलन्द आवाजले राज्यलाई भनिरहेको थियौँ नि त, मुर्दाबाद जिन्दाबाद। हामी त बुलन्द आवाजले थियो नि, हामीसँग गोली थिएन, हामीसँग बन्दुक थिएन, हामीसँग आवाज थियो नि त। तर त्यो आवाज दबाउनलाई पनि पहिलो त सामाजिक सञ्जाल ब्यान गर्यो आवाज दबाउनलाई, दोस्रो त हामीले सामाजिक सञ्जालबाट ब्यान भएपछि हामीले आफै गएर सडकमा गएर आवाज उठाउँदै गर्दा हाम्रो आवाज बन्द गर्न गोली चलायो सरकारले। यसरी हामीले केन्द्रको सरकारलाई मात्रै गाली गरिरहँदा, केन्द्रको सरकारलाई मात्रै दोष दिइरहँदा तपाईलाई के लाग्छ, मोहत्तरीले चाहिँ अहिलेसम्म हामीले खोजेको जस्तो नेता पाएको छ त? केही सीमित नेताहरू हुनुहुन्छ जो चाहिँ अहिले पनि हुनुहुन्छ जसले चाहिँ राम्रै काम गरिरहनु भएको छ। फेरि सबै नेता खराब भन्ने भाष्यमा म गइन, तर अधिकांश नेतामा चाहिँ यो स्वार्थपन, यो झन् 2046 पछि त झन् यो उग्र भयो क्या। यो स्वार्थीपन, यो व्यक्तिगत स्वार्थी उग्र भयो। त्यही भएर धेरै नेताहरूमा स्वार्थीपन छ। मोहत्तरी मात्रै होइन, मधेसमा तपाईँको मधेस छ नि, संघीय कुरा गर्दैछु, मधेस दोस्रो ठुलो शक्ति हो नेपालको। मधेसको पोलिटिक्स छ नि, मधेस बिनाको राजनीति सम्भवै छैन नेपालमा। र तपाईँले मधेसको कुरा गर्दै गर्दाखेरि यो मधेसको शिक्षाको गुणस्तर चाहिँ कस्तो लाग्छ तपाईँलाई? गुणस्तरीय शिक्षा दिन सकेको छ त राज्यले मधेसमा? यो के छ भने शिक्षा भन्ने कुरा छ नि, यो कार्यकर्ता भर्ती भयो क्या मधेसमा मात्रै होइन, नेपालको धेरै धेरै ठाउँहरूमा, नेपालको सबै ठाउँमा, धेरै के सबै ठाउँमा 2-4वटा विद्यालयहरूमा पढाइहरू राम्रा होला, त्यति मात्रै हो। नभए यो भर्ती केन्द्र कसरी भयो भने कार्यकर्तालाई जागिर चाहियो, कार्यकर्तालाई कहाँ लगेर जागिर खुवाउने? शिक्षक बन भाइ, बन शिक्षक। त मेरो पार्टीको काम पनि अब एउटा शिक्षकले पढाउँछ कि राजनीति गर्छ त? ऊ अब राजनीतिमा पनि छ क्या। ऊ कुन चाहिँ एउटा संगठनको पोलिट ब्युरो सदस्य पनि छ। ऊ एउटा शिक्षक संगठन, भातृ संगठन क्या, दलको भातृ संगठनको ऊ फलानो पनि छ। तब कसरी हुन्छ? शिक्षा कसरी हुन्छ? नेपालको अधिकांश झन् मधेसमा प्रब्लम के छ भने मधेसमा सजिलो छ क्या। मधेस बिगार्नलाई नेताहरूलाई 2 मिनेट चाहिन्छ। 2 मिनेट एउटा नेताले अहिले पनि 2 मिनेट मधेसलाई बिगार्छु भनेर लाग्यो भने बिग्रिन्छ क्या मधेस। किन के छ यसको पछाडिको कारण चाहिँ? कसरी बिगार्न सक्छ नेताले? किन भन्देखि चाहिँ मधेसलाई भड्काउन सजिलो छ। जातिका नाममा, वर्गका नाममा, भाषाका नाममा। मधेसमा बसेपछि त हामी सबै मधेसी नै होइन र? जाति भन्दैछु जस्तो कस्तो भाष्य छ भनेदेखि चाहिँ यो फेरि यो सबैतिर छ है। म महोत्तरी जिल्लाको बर्दिवासमा बस्छु जुन मधेस प्रदेशभित्र पर्छ। म मधेसी हो है। मेरो भाषा मलाई भोजपुरी पूर्ण रूपले बोल्न नआउला, मलाई मैथिली पूर्ण रूपले बोल्न नआउला, तर म मधेसी हो। तर कोही मान्छे चाहिँ ओखलढुङ्गामा गएर बसिरहेको छ तर उसको भाषा मधेस वर्गको छ, ऊ यादवको छ, ऊ महत्त्व छ,
तर त्यहाँ पनि उसलाई हेपिन्छ क्या, त्यहाँ उसलाई मधेसिया भनिन्छ क्या, त्यो विभेद हो। दाइ यो मधेसको शिक्षाको कुरा गर्दै गर्दा हाम्रो बर्दिवासमा पनि एउटा यो मेडिकल कलेज, बर्दिवास मेडिकल कलेज बन्ने कुरा थियो, यो त कुरैमा सीमित भएको हो कि के छ, यसको काम पनि भइरहेछ? हल्का फल्का काम पनि भइरहेछ होइन, कामै नभएको त होइन, तर के छ भने के भइरहेछ दाइ यसमा? यो मेडिकल कलेजको विषयमा चाहिँ म एउटा कुरा 100% स्योरका साथ के भन्न चाहन्छु भने सबै नागरिकलाई, मध्य प्रदेश लगायत 72 जिल्लाभरिका लगायत यहाँ छिमेकी सबै ठाउँको आम नागरिकलाई एउटा कुरा म क्लियर भन्न चाहन्छु, यो भनेको अझै पनि त्यस्तै मान्छे आए भने नि, त्यस्तै मान्छे आए भने पुनः पनि मेडिकल कलेज अझ 20 वर्ष बन्दैन क्या। किन बन्दैन भने यहाँनिर राजनीतिक दाउ सिक्नु छ, सबलाई चुनावमा जित्नु छ, आशाको केन्द्र देखाइदिने मेडिकल कलेज बन्दैछ भन्ने, तर नबनाउने। किन नबनाउने भने चुनावमा भोट माग्नु पर्छ। मेडिकल कलेज बन्यो भने त केमा भोट माग्ने, नयाँ कुरा उठाउनु पर्यो नि। नेताले जे कुरा पनि आफू अनुकूल बनाउन चाहन्छन्। नेता प्रश्न दिन तपाईँ कसरी? होइन म भनिरहेछु, नेता यति स्वार्थी छन् कि यो चुनावको बेलामा विकासका कुराहरू सबै उठ्छ, दीर्घकालीन योजनाहरू चुनावको मुख्यमा। अब यो इलेक्सन हुँदै गर्दाखेरि नेपाल नेताको भाषामा यदि बर्दिवासको कुरा गर्ने भने बर्दिवासमा भोट माग्न जाँदाखेरि नेताले मेडिकल कलेजका कुरा उठाउँछन्, लाल पूर्जाका कुरा उठाउँछन्, यस्तै विभिन्न कुराहरू उठाउँछन्। मेडिकल कलेजको कुरो चाहिँ नितान्त रूपमा राजनीति गर्ने, भोट बटुल्ने यो एउटा आशा हो। मेडिकल कलेज भनेको बर्दिवासवासीको मात्रै होइन, मध्य प्रदेशकै लागि मेडिकल बर्दिवासमा बन्न लाग्यो। बर्दिवास त सेन्टर पोइन्ट हो नि त, मधेसको सेन्टर पोइन्ट हो नि त बर्दिवास। बर्दिवासमा बन्न लागेको यो मेडिकल कलेज छ नि, यो मध्य प्रदेशकै शिक्षाको एउटा मुहार हो क्या। यो मधेसको कुरा गर्दा गर्दै दाइ, बर्दिवास नगरपालिका भित्रको चुनौतीहरू चाहिँ के देख्नुहुन्छ दाइ? तपाईँ के कुरामा सुधार हुनुपर्ने देख्नुहुन्छ? हेर्नु, बर्दिवास नगरपालिका एउटा मध्य प्रदेशको मुटु हो है। म बर्दिवास नगरपालिकाको मात्रै कुरा गर्दिनँ, यहाँनिर छेउको गौशाला नगरपालिका पनि छ, भङ्गा नगरपालिका पनि छ, लगायत अरू ठाउँहरू पनि छन्। जुन महोत्तरीको कुरा गरौँ न, महोत्तरीको विकासको कुरा गर्दा यहाँनिर सबभन्दा प्रभावकारी राम्रो विकासको भोलिको दिन भविष्य, महोत्तरीको भविष्य भनेको पर्यटन हो क्या। पर्यटन हो, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, भौतिक पर्यटन हो क्या। यहाँनिर महोत्तरी एउटा जनकपुर पछिको धार्मिक पर्यटनको हिसाबले प्रख्यात ठाउँ हो क्या यो धार्मिक पर्यटन। अब यो चुरेको फेदीमा छ यो ठाउँ, चुरेको फेदी भन्ने त्यो प्राकृतिक पर्यटनसँग जोड्यो। अनि त यो चुरेको कुरा गर्दै गर्दा हाम्रो चुरे क्षेत्रका खोला नालाहरू चाहिँ दिन प्रतिदिन अवैध उत्खनन भइरहेको छ। के छ भने यो चुरे जोगाउन आउने मान्छेहरू नै चुरेको दोहन गर्न तल्लिन्छन् क्या। चुरेलाई जोगाउँछु, चुरे बचाउँछु भन्ने एक त राज्य पक्ष नै के छ, कसरी हुन्छ प्राकृतिक स्रोत साधनलाई उत्खनन गरेर आफ्नो पेट भरौँ, फेरि देशको भविष्य बनाऊ होइन। फेरि चुरे दोहन गरेर नेताहरूले चाहिँ, विशेष गरी नेताहरूले दोहन गरे हो नि त चुरे त। नेताहरूले भन्ने या त त्यो खोलाको ठेक्का लिने नेताहरूले हो। किन हो भन्छौ भने जस्तो स्थानीय सरकारमा जो बसिरहन्छ उसले रोक्ने हो नि त, जो सरकारमा छ उसले रोक्ने हो नि त। सरकारमा को जान्छ? नेता जान्छ नि त। अब त्यहाँनिर सिन्डिकेट हुन्छ, त्यहाँनिर कमिसन हुन्छ, त्यहाँनिर कमलामा राति उत्खनन हुन्छ, रातो खोलामा राति उत्खनन हुन्छ। दाजु फेरि यो उत्खननलाई हामीले रोक्न चाह्यौँ या त कन्ट्रोल गर्न चाह्यौँ भने त हाम्रो यतातिर विकास निर्माणका कामहरू त ठप्प हुन्छ होला नि त। यस्तो छ क्या कि अरू देशमा विकास भएको छ नि, एउटा मापदण्ड होला नि त। एकछिन, मापदण्ड अनुसार गरेको भए राति 12 बजे
खोला खन्नुपर्छ? पर्दैन नि। भाग्नुपर्छ? पर्दैन नि। जोस हामीले एउटा मापदण्ड अनुसार चाहिँ खोला उत्खनन अथवा खोलाबाट चाहिने आवश्यक सामग्री निर्माण सामग्रीहरू ल्याउन सक्छौँ। पहिलो कुरो त चुरे उत्खनन गर्नै हुँदैन कुनै पनि बहानामा। चुरे उत्खनन गर्नै हुँदैन कुनै पनि बहानामा। किनभने अहिले जति पनि पानीको समस्या छ नि मध्य प्रदेशमा, अहिले पानीको हाहाकार छ, समस्या छ नि पानीको, यो चुरे दोहनले गर्दा भएको। केही बोरिङहरू खनेर आज पानी निकालिरहेछ नि, अबको 5 वर्ष अगाडि त्यो बोरिङमा पनि पानी सुक्छ क्या, किन चुरे दोहन। अब नेताहरूलाई मतलब छैन, नेताहरू कति वर्ष बाँच्छन्, त्यो बाचुन्जेल उनीहरूले कमाइसके। तपाईँहरूले एकचोटि सायद नगरपालिकातिर लगेर फोहोर पनि डम्प गर्नु भएको थियो क्या अरे? फोहोर डम्प गरेनौ। हामीले फोहोर बोक्ने गाडीहरू चाहिँ नगरपालिकामा लगेर लगभग 2-3 घण्टा चाहिँ तेर्साएर राख्दै थियौँ। हामीले किन राखेका थियौँ भने एउटा कुरा के हो नि, हामी प्राकृतिक प्राणी हौँ, जसरी हामी बाँच्नुपर्छ त्यसरी नै वन्यजन्तुहरू पनि बाँच्नुपर्छ। एउटा फोहोर डम्पिङ गर्ने साइड चाहिँ कस्तो, फोहोर डम्पिङ गर्ने एउटा तरिका हुन्छ क्या, चाहे जसरी डम्पिङ गर्नु, तर तपाईँ वनमा लगेर जथाभावी फोहोर फाल्नुहुन्छ। त्यसले गर्दा अहिले 14 नम्बर बर्दिवास नगरपालिकाको 14 नम्बर वडाको चौपाए चरणको क्षेत्र हो त्यो अहिले फोहोर फाल्ने ठाउँ। त्यहाँनिर गाईबस्तुहरू त्यो फोहोर खाएर अहिलेसम्म बसिरह हुन्छ। त्यो भोलि त्यो हैजा जस्ता कुरा त्यहाँ अहिले पनि जाँदाखेरि एकदमै फोहोर छ क्या। त्यो फोहोरको विषयमा न स्थानीय सरकारलाई मतलब छ न स्थानीय सरकारको। एउटा कुरा त के भने, मैले योभन्दा पहिला पनि एउटा भिडियो बनाएको थिएँ, फोहोरलाई मोहर बनाएको खोइ भन्ने कुराहरू गर्थेँ। यो घोषणा पत्र चाहिँ कस्तो बनाउँदा रहेछन् भने नेताहरूले चाहिँ घोषणा पत्र राम्रा हुने, बस घोषणा पत्र भयो क्या, सिद्धो घोषणामै सीमित, प्र्याक्टिकली त्यसमा नजाने छैन। जस्तो अरू नगरपालिकाहरूले गर्न सकिरहेछ भने हाम्रो नगरपालिकाले किन गर्न सक्दैन? फोहोरलाई मोहर बनाउनु हाम्रो मात्रै कुरा होइन कि मधेसको प्राय जसोले फोहोर व्यवस्थापन गर्न चाहेकै छैन या गर्न सकेको छैन क्या दाइ। चाहेको छैन, किन नसक्नु? फोहोर व्यवस्थापन गर्न नसक्ने कुरा हुन्छ र गर्न सकिन्छ के हो। के हुन्छ भने झन्झटिलो होला सुरुमा, तर सकिन्छ। तर हामी अनि मलाई चाहिँ के लाग्छ भने दाइ होइन, उनीहरूलाई म कम्प्लिट गरिरहेको छु, उनीहरूलाई फोहोरमा पनि राजनीति गर्नु छ। दाइ नेपाललाई कृषि प्रधान देश भनिन्छ, त्यहीमाथि हाम्रो मध्य प्रदेशले त अपार कृषिका सम्भावना बोकेको ठाउँ भनेर चिनिन्छ। तर खडेरीको मार झेल्ने पहिलो प्रदेश चाहिँ, मुख्य प्रदेश चाहिँ हाम्रो मध्य प्रदेश नै हुन्छ क्या। नयाँ सिँचाइको व्यवस्था राम्रो छ, नयाँ बिउ बिजनको व्यवस्थापन राम्रोसँग गर्न सकिएको छ, नयाँ शिक्षालाई कृषिसँग जोड्न सकेको छ क्या। कृषिमा चाहिँ अबको दिनहरूमा चाहिँ कृषिलाई कसरी बढावा दिन सकिन्छ, कृषिबाट चाहिँ देश कसरी विकास गर्न सकिन्छ होला दाइ? मधेसमा छ नि, मधेसमा नेपाल कृषि प्रधान देश बन्दै गर्दाखेरि मधेस हो सबैभन्दा ठुलो स्रोत कृषिको क्या। तर मधेसमा बिउ पाउँदैन क्या, बिउ पनि पाउँदैन, मल पनि पाउँदैन क्या, र सिँचाइको व्यवस्था पनि व्यवस्थित छैन दाइ। छैन, छ होला केही ठाउँमा छ, तर कल त सुकि नै हाल्यो सबै मधेसको। मैले अघि चुरे दोहनको कुरा गरेँ नि, त्यही हो क्या। मैले एक्सनको रियाक्सन भन्छु नि, गभर्मेन्टले चुरे दोहन गर्छ, त्यो एक्सन हो गभर्मेन्टको। प्रकृतिले पानी खतम गरिदिन्छ, त्यो प्रकृतिको रियाक्सन हो। अब के छ भनेदेखि चाहिँ मधेसमा कृषि प्रधान देश भन्यो नि, तकमा त लगाइयो कृषि प्रधान देशको। सिँचाइमा काम गरेको छैन, मलमा काम गरेको छैन, बिउ बिजन उत्कृष्टमा काम गरेको छैन, आधुनिक खेती गर्न सिकाएको छैन कृषकलाई। पुरानै तरिकाले खेत भइरहेछ, पुरानै तरिकाले जति आकाशको भर हेर्नु परिरहेछ पानीमा, केही छैन के छ त। के भनेदेखि चाहिँ यो कस्तो भने, यो कृषिमा क्रान्ति गरिदिन्छु भन्ने, 2 दिन आउने भोट माग्ने, भोट मागेर गएपछि काठमाडौँबाट नफर्किने, मधेस हेर्दै नहेर्ने यस्ता नेताहरूले छन् मधेसमा। छ नि म्याक्सिमम नेताहरू, केही नेताहरूका होला नि म भन्दिनँ, तर म्याक्सिमम नेताहरू मध्य प्रदेशमा आउँछन् चुनाव लड्न मात्रै क्या। त्यो भन्दा बाहेक नेताहरूको मध्य प्रदेशमा आउने उनीहरूको कामै छैन क्या।
चाहे त्यो महोत्तरी होस्, चाहे त्यो सर्लाही होस्, चाहे त्यो धनुषा होस्, चाहे त्यो सिरा सप्तरी, 12 जहाँसुकै होस् क्या। एउटा इमान्दार नेताले चाहिँ राजनीतिलाई विकाससँग र समृद्धिसँग कसरी जोड्न सक्छ होला त? यस्तो हो क्या, निकास नै राजनीति हो पहिलो कुरो होइन। हामीले राजनीतिलाई जति नै घिनौना जति नै जे भन्यो भने राजनीति निकास हो, निकास नै राजनीति हो। तर हामीले एजेन्डा बनाउँदै गर्दाखेरि, जनताले हामीलाई मत दिँदै गर्दाखेरि, जनताको हामीले काम गर्छु भनेर बोल्दै गर्दाखेरि हामीले डोको त पुग्नु पर्ने होइन नि यार। प्रतिनिधि सभा, संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले डोको पुगेर घर घर जाने होइन नि त, जाँदैन नि त। पोलिसी बनाउने हो नि त, एउटा टेक्निक ऊ बनाउने, सिस्टम बनाउने हो नि त। हामी यो सिस्टमै कोल्याप्स छ क्या। तपाईँलाई के लाग्छ? राजनीतिसँग म जोड्दै, राजनीतिसँग विकास जोडिएको छ, अन्तर सम्बन्ध हो। राजनीति र विकास भनेको अन्तर सम्बन्ध हो। तर यहाँनिर विकासमा के छ भने, यो गिलासमा अमृत छ, यो अमृत तिमीले चाहिँ, यो कपमा अमृत भएको कप चाहिँ, यो अमृत चाहिँ तिमीले 1000 जना मान्छेलाई एक एक थोपा गरेर तिमीले 1000 थोपा बनाएर चाहिँ सबैलाई पिलाउनु भनिन्छ क्या। अब यहाँ म कम्प्लिट गरिरहेको छु भनिन्छ। तर यो अमृत के गर्छ, म एक्लैले खाइदिन्छु क्या। मैले त्यो 1000 जनालाई आजीवन जीवन दिन्थ्यो होला, चिरञ्जीवी बनाउन सक्थ्यो होला। तर म एक्लै खान्छु, म एक्लै चिरञ्जीवी हुन्छु, अनि कहाँबाट हुन्छ विकास? तपाईँलाई के लाग्छ, समग्र देशको विकास गर्नका लागि चाहिँ युवा शक्तिहरू अगाडि आउनुपर्छ जस्तो लाग्छ? आउनुपर्छ। यो आन्दोलन, यो पछिल्लो आन्दोलन छ नि, यसले धेरै परिवर्तन ल्यायो, धेरै परिवर्तन ल्याउँछ होला। के हामीले धेरै सकेनौँ होला, हामीले जुन हिसाबले सोचेका थियौँ त्यो हिसाबले सकेनौँ होला। तर देशमा आमूल परिवर्तन यो आन्दोलन मेरुदण्ड हो, देशको परिवर्तनको सम्भाग हो। यो जेनजी प्रोटेस्ट छ नि, जेनजी प्रोटेस्ट देश जुन अब हुने देश समृद्ध हुन्छ नि, त्यसको सम्वाहक हो। दाइ, हामीले जेनजी आन्दोलनबाट सत्तालाई घुँडा त टेकायौँ, तर सायद केपी ओलीलाई घुँडा टेकाउन सकेनौँ होला क्या। अहिले पनि केपी ओलीको भाषणहरू त्यही पुरानै शैलीको छ क्या। जेनजीलाई तथानाम भन्ने, एउटा आन्दोलनबाट पाएको उपलब्धिलाई चाहिँ बेकारको उपलब्धि भनिदिने, यस्ता। ए यार, यो एउटा कुरा मैले एउटा कुरा म सबैलाई के भन्छु भने, सबैलाई क्या, सबै युवा साथीहरूलाई पनि के भन्छु भने, केपी ओली कहिले पनि क्रान्तिको समर्थनमा कहिले थिएन क्या। चाहे त्यो गणतन्त्र ल्याउने टाइममा होस्, चाहे त्यो जुनसुकै, ऊ जहिले पनि छ नि यसको विरोधी हो क्या, क्रान्तिको विरोधी हो क्या। खासमा ऊ सत्ता कुर्सी जब खुस्क्यो नि, नमजाले खुस्क्यो नि, त्यो पाप त उसलाई लाग्छ नि, पाप त कराउँछ नि। त्यो पाप यो चोटि देखिन्छ उसलाई। अर्को कुरा भनेको उसको सत्ता जब गर्लाम गुरुम लड्यो नि, त्यो मान्छेले स्वीकार्न सकिरहेको छैन कि म अब सत्तामा छैन भन्ने कुरा। अब के छ भने एमालेमा कस्तो छ भने, अहिले पनि अब केपी ओलीले भनेपछि मान्नै पर्यो। धेरै साथीहरू हुनुहुन्छ, मेरा पनि साथीहरू एमालेमा हुनुहुन्छ, जसले चाहिँ एमाले सुधार्न चाहनुहुन्छ, दल सुधार्न चाहनुहुन्छ, युवा साथीहरू पनि हुनुहुन्छ। भनेपछि पार्टीभित्र पनि युवा अथवा सक्षम व्यक्तिहरू छन्, किन नहुनु? तर जो केन्द्रमा छन् उनीहरूको कारणले भनौँ या उनीहरूको नीतिले भनौँ, यस्तो मान्छेहरू अगाडि बढ्न सकिरहेको छैन। जो एमाले छन्, जो वास्तविक एमाले, वास्तविक काङ्ग्रेस, वास्तविक माओवादी छन् नि, सैद्धान्तिक रूपले माओवादी बन्नुभएका, सैद्धान्तिक माओवादी त माओवाद नै, प्रचण्डले माओवादै बिर्सिसक्नु भयो होइन। त्यही पनि जो वास्तविक रूपमा, सैद्धान्तिक रूपमा चाहिँ उहाँहरू पार्टीगत हुनुहुन्छ, उहाँहरू राम्रो हुनुहुन्छ। तर जो एमाले होइन, ओलीवाद हुनुहुन्छ नि, आई लभ यु ओली हुनुहुन्छ नि, जो आई लभ यु ओली भन्नेहरू जति हुनुहुन्छ नि, उहाँहरू झोलेहरू चाहिँ उहाँहरूको कारणले नै सबै एमालेका साथीहरूलाई दाग लाग्यो। अर्को कुरा म के पनि भन्छु भने, एमाले भनेको मदन भण्डारीको पथमा जुन दिन हिँड्छ त्यो दिन रियल एमाले हो क्या। म ओलीवादका साथीहरूलाई के भन्न चाहन्छु भने, मेरो भनाइ, जेनजी आन्दोलन भयो, योलाई स्वीकार्नुपर्छ सबैले।
ओलीवादीहरूले स्वीकार्दैनन् भने यसको नतिजा पनि उहाँहरूले राम्रैसँग भोग्नुहुन्छ है। उहाँहरूले जति चिच्याए पनि जति जे गरे पनि यो भनेको यो कसैले मासु भातमा बिकेर गरिएको आन्दोलन होइन क्या। यो मासु भातमा बिकाएर ल मासु भात दिन्छु आइज प्रोटेस्ट गर्नुपर्छ भनेर बोलाइएको भिड पनि थिएन क्या। त्यो उहाँहरूले त मासु भातमा बोलाउनुहुन्छ नि भिडलाई, गाडी पठाइ, मलाई थाहा छ नि त, गाडी पठाएर ल्याउनुहुन्छ नि त। हामीले देखेको पनि हो, त्यस्तो भिड थिएन। र अझै पनि सुध्रिने मौका छ एमालेलाई, ओलीवादलाई छोडेर अझै पनि सुध्रिने मौका छ एमालेलाई। अझै सुध्रियो भने राम्रै होला, होइन भने मधेसबाट त एमाले गायबै हुन्छ। तपाईलाई चाहिँ पर्सनली राजनीति क्षेत्रमा कतिको चासो छ, या आगामी चुनावमा, या तपाईलाई एउटा सफल लिडरको रूपमा अगाडि आउने इच्छा चाहिँ कतिको छ? मलाई पर्सनली भन्ने हो भने पोलिटिक्स मलाई नराम्रो लाग्दैन है। म राजनीतिमा एउटा राजनीति सिक्न चाहेको मान्छे हो र म राम्रो भलाइ समाजको भलाइको लागि सिक्न चाहे। तर यो भनिरहँदाखेरि म चुनावमा होमिनै पर्छ भन्ने जरुरी पनि छैन। जस आवश्यकता देखियो भने चाहिँ के गर्नुहुन्छ भन्नु खोजे? यस्तो छ, कुनै दिन तपाईँ जस्तै एउटा सोच भएको, तपाईँ जस्तै भिजन भएको मान्छेले चाहिँ मोहतरीको नेतृत्व गर्नु पर्यो भने चाहिँ तपाईँ पछाडि हट्नुहुन्छ कि अगाडि बढ्नुहुन्छ भन्ने यस्तो छ मेरो प्रश्न। मलाई कस्तो छ भने म समाजको नजिक बसेर र सबैको समाजको नजिक बसेर काम गर्न चाहने मान्छे हो। अवश्य पनि म त्यसलाई नकार्न सक्दिनँ। तर के हो भने सबैको चाह अनुसार नै आउने हो सबैजना है। र अहिले मैले भन्दै गर्दाखेरि मैले एउटा कुरा के बिर्सिनु हुँदैन भने अहिले मैले यो भन्दै गर्दाखेरि अब भोलिको दिनमा मेन कुरा भनेको हाम्रो एजेन्डा भनेको चुनाव थिएन है। अहिले पनि भन्दैछु, भोलिको दिनमा चुनाव भइरहँदाखेरि मैले के भन्नुपर्छ भने ती शहादत हुनुभएका, ती शहीद हुनुभएका जति पनि साथीहरू हुनुहुन्छ, जति पनि भाइ बहिनीहरू साथीहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ सपनालाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ। अर्को कुरा भनेको चाहिँ म आउने कुरा होइन, म चुनावमा आउने कुरा होइन, हामी आउनुपर्छ। हामी भन्नाले तपाईँ हामी भन्नाले एउटा यङ जेनेरेसन, एउटा भिजन भएको जेनेरेसन, एउटा राम्रो व्यक्ति। हामी भन्नाले जसले परिवर्तन चाहेको छ, जसले होइन यी पुरानाबाट केही हुन सकेन, अब नयाँ आउनुपर्छ, नयाँले नेतृत्व लिनुपर्छ भन्ने जसमा हुटहुटी छ, उनीहरू आउनुपर्छ। हामी भन्नाले म भन्दाखेरि म अगाडि बढ्ने होइन, हामी अगाडि बढ्नुपर्छ। एक युवाले अर्को युवालाई साथ दिनुपर्छ, एउटा विचारले अर्को विचारलाई साथ दिनुपर्छ, सकारात्मक तरिकाले जो अगाडि बढ्छ उसलाई साथ दिनुपर्छ। होइन भने त्यही पुरानो मान्छेलाई नै अबको टिका लगाइदिने हो, जिताइदिने हो, अबिर लगाइदिए भइगयो नि, फुलमाला अबिर लगाइदिए भइगयो नि। फेरि यही पुरानो पार्टीहरूले जित्यो भने त हाम्रो जेनजी प्रोटेस्टको अर्थ चाहिँ अर्थ होइन, यसलाई अर्थहीन त हुन्छ। अहिले त ओलीहरूले आतंककारी भनेर घोषितै गरिसकेका छ नि। यस्तै मान्छे आयो भने त हामीलाई त कहाँनिर त्यो यो प्रोटेस्ट कुनै दिन त फेरि ओलीहरू आयो भने त हिजो आन्दोलनमा सहभागी हुने सबजनालाई सजाय दिने हुन् कि, या कुनै सजायको चाहिँ डर छैन। माग के हो भने 24 घटनाको यदि हामीलाई सजाय दिन्छन् भने हामी ओके, मन्जुर। यदि हाम्रो संलग्नता भए पनि नभए पनि काहीँ प्रमाणित गरून्, दोषी प्रमाणित गरून्, हामी जुनसुकै ठाउँमा बस्न तयार। तर 23 गतेको घटना त गर्नु पर्यो नि। 23 गते घटना जसले घटाए ऊ कटघरामा उभिनुपर्छ पहिला, त्यसपछि 24 गतेको कुरा हुन्छ। ल दाइ, आज धेरै पछि बसेर यसरी कुराकानी गरेर तपाईँको कुराहरू सुन्ने मौका पनि पाएँ मैले। त्यसको लागि मेरो लागि समय छुट्याइदिनु भएकोमा त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आगामी दिनहरूमा पनि यसै गरी हामी बसेर समसामयिक घटनाक्रमहरूसँग जोडिएर कुराकानीहरू गर्दै जान पाऊँ। धेरै धेरै धन्यवाद दाइ तपाईँलाई। धन्यवाद। यस्तो छ, म त्यति खासै इम्पोर्टेन्ट मान्छे त होइन यो उसमा पोडकास्टै भनौँ, पोडकास्टमा बोलाउने। तर पनि धन्यवाद त्यसको लागि। कुरा राखियो, कुरा भनियो। र अर्को कुरा मैले
सबैलाई के भन्छु भने लास्टमा अन्तिममा जाँदा जाँदै मैले चाहिँ मैले यो यही भिडियो मार्फतबाट सबैलाई एउटा अनुरोध गर्न चाहे। अनुरोध के भने यो विचारको लडाई हो। यो आन्दोलन भनेको यो आन्दोलनबाट कोही यो आन्दोलनलाई नेताहरूले चाहिँ यसलाई कुप्रचार गरेर चाहिँ यसलाई बदनाम गर्ने कोसिस गर्नु भएको छ। तर एउटा कुरा म सबैलाई स्पष्ट गर्न चाहन्छु, यो आन्दोलन भनेको नितान्त रूपमा आगामी भविष्यको लागि एउटा खम्बा हो, एउटा मेरुदण्ड हो, एउटा संवाहक हो देशको परिवर्तनको। त्यसकारणले तपाईँ हामी कोही पनि युवाहरू जो हिजो जेनजी प्रोटेस्टमा जति पनि युवाहरू आउनु भएको कोही डराउनु पर्दैन, कोही निराश हुनु पर्दैन। होइन हामीले यो गर्यौं त्यो गर्यौं भने कहिले काहीँ ठुलो उपलब्धि पाउनलाई सानो अलिकता धैर्य धारण प्रतीक्षा गर्नुपर्छ। हामी पनि एकदम शान्त छौं, प्रतीक्षा गरिरहेछौँ। यसको मतलब यो होइन कि हामी चुप्लाएर बसिरहेछौँ। र अर्को कुरा, चुनाव आउँदैछ, चुनाव उद्देश्य होइन तर चुनाव आउँदैछ। चुनावमा पनि सबले यी नेताहरूलाई जतिजनाले आफ्नो भूमिका पूरा गर्नु भएन उहाँहरूलाई चाहिँ बहिष्कार गर्नु होला। बहिष्कार गर्नु होला ती नेताहरूलाई जसले आफूले भनेको कुरा बिर्से। बहिष्कार गर्नु होला ती नेताहरूलाई जसले आफूले उठाएको एजेन्डाहरू बिर्से। बहिष्कार गर्नु होला तपाईको घरमा गएर भोट मागे तर तपाईको गाउँमा फर्केर आएनन्, तपाईका कुराहरू सुनेनन्, तपाईका कुराहरू संसद भवनमा सम्बोधन गर्न सकेनन्, उपत्यका मात्रै बास भयो। बहिष्कार गर्नु ती नेताहरूलाई जसले एसीमा मात्रै हावा खाएर हिँडे, तपाईका खेतबारीहरूको हाल स्थिति हेर्न आएनन्। बहिष्कार गर्नु ती नेताहरूलाई जसले चाहिँ कृषि प्रधान देश भने तर ऊ मलको लागि कुरा उठाएनन्। बहिष्कार गर्नु ती नेताहरूलाई जसले चाहिँ लाल पूर्जाका आवाज उठाए, लाल पूर्जा दिन्छु भने तर लाल पूर्जाको कुनै कुरै गरेनन्। त्यस्ता नेता सबै नेताहरूलाई बहिष्कार गर्नु। यो चोटि नितान्त रूपमा जो नयाँ छ उसलाई चुन्नुस्, केही न केही त गर्ला, नयाँलाई चुन्नुस्, नदोहोऱ्याउनु। केही सीमित नेताहरू राम्रा होलान्, उनीहरू राम्रा होलान्, तर यो चोटि भनेको दोहोऱ्याउने काम हामी कसैले नगरौँ। त्यही भएर यो चोटि भोट दोहोरिँदैन। यसमा चाहिँ हामी लागौँ। सबैलाई यो अनुरोध र सबै साथीहरूलाई पनि मेरो अनुरोध, हाम्रो प्रोटेस्ट रोकिएको हो, सकिएको होइन। हाम्रो आन्दोलन रोकिएको हो, सकिएको होइन। यसमा स्पष्ट भएर सबैजना लाग्नु होला र यो चोटि चाहिँ अवश्य पनि केही न केही चेन्ज अवश्य पनि हुन्छ। हस्, धन्यवाद, नमस्ते।